प्रहरी? सरकारको प्रहरी कि जनताको प्रहरी कि प्रतिपक्षको प्रहरी कि सत्ता पक्षको प्रहरी? आज प्रतिपक्षले बोल्दा तपाईले गुण्डा भनेर बयान गर्ने? केही मानिसहरूले आफ्नो नजिकमा लिएर त्यही सरकारले इन्काउन्टर गरेका गुण्डाहरूको लिस्ट देखाइदिउँ सभामुख महोदय। तपाईको सरकार छ, गुण्डा राज त्यही छ। तत्कालीन सरकारले चलाएको गोलीबाट यही सिंहदरबार अगाडि ढलेको जेन्जीको रगत अझै राम्रोसँग सुकेको छैन। जेन्जी आन्दोलनका कुरा गर्दा अलिकता लाज पनि लाग्नुपर्छ। अहिलेको सरकारले कति गुण्डा पालेको छ उहाँलाई थाहा छ कि छैन? यदि थाहा छैन भने हामी प्रमाणका साथ देश र जनताको पक्षमा उभिएको छ, उभिन्छ। हाम्रो सास गए पनि उभिन्छ। हामी गोली खान तयार छौँ। नियम आपत्ति गर्न मिल्छ, बस्नु तपाईहरु बस्नु, नियम आपत्ति गर्न मिल्छ। कालो चस्मा लगाउनु भयो, कालो चस्मा लगाउनु भयो। बिरालो कालो होस् कि सेतो होस्, मुसा मार्न पर्यो। प्रधानमन्त्रीले कालो चस्मा लगाए नि सेतो चस्मा लगाए नि यो देश बनाइदिनु भएन भने पुगेन र सभामुख महोदय। उहाँहरूले नै नेतृत्व गरेको तत्कालीन सरकारले चलाएको गोलीबाट यही सिंहदरबार अगाडि ढलेको जेन्जीको रगत अझै राम्रोसँग सुकेको छैन। पशुपतिमा जलाइएको 12-13 वर्षको स्कुल ड्रेसमा जलाइएको 12-13 वर्षको बच्चाको खरानी बागमतीको किनाराले राम्रोसँग बगाइसकेकै छैन। भदौ 23 र 24 गतेको जनविद्रोहमा मारिएका सन्तानका बुवा आमाहरू बरखी बारेर बसिरहनु भएको छ। उहाँहरूको शरीरबाट सेतो कपडा उत्रिएको छैन। कुन हिम्मतले फेरि यहाँ आउँछौ र तिनै जनतामाथि शासन गर्छौ भनेर उहाँले भनिरहनु भएको छ। मलाई अचम्म लाग्छ सभामुख महोदय। बेलायतका प्रधानमन्त्री विन्स्टन चर्चिलले कुनै बेला भन्नुभएको थियो, जब मानिसहरू सत्यको सामना गर्न सक्दैनन् तब उनीहरू परिवर्तनमाथि नै औँला उठाउन सुरु गर्छन्। सभामुख महोदय, यो भनाई आजभोलि यो सदनमा भइरहेका केही प्रतिपक्ष दलका दिग्गज माननीय ज्यूहरूका गतिविधिहरूसँग निकै मिल्दोजुल्दो छ। सभामुख महोदय, भदौ 23 र 24 गते यो देशमा कसैले नसोचेको विद्रोहको आँधी आयो र त्यो आँधीको आकाशबाट गुज्रिएर तत्कालीन सरकार हेलिकप्टर चढेर बेपत्ता भयो। त्यस पश्चात यो देशमा अन्तरिम सरकार आयो र त्यो सरकारको नेतृत्वमा यो देशमा भएका सबै राजनीतिक दलहरू चुनावमा होमिए। चुनावमा आम नेपाली जनताले विश्वास र भरोसा गरेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई 182 सिट सहित बहुमत प्रदान गरेर यो देशको नेतृत्व गर्न पठाए। फलस्वरूप आज यो देशको बागडोर राष्ट्रिय स्वतन्त्र पार्टीले सम्हालेर हिँडिरहेको छ। तर सभामुख महोदय, सदन सुरु भएको दिनदेखि सरकार बनेको दिनदेखि आजको दिनसम्म आइपुग्दा यो सरकारको वैधानिकतामाथि नै बारम्बार प्रतिपक्ष दलका दिग्गज मान्यज्यूहरूबाट प्रश्न उठाउँदै आइरहेको छ। भनिएको छ कि संसद भवन जलाएर सिंहदरबार छिरेका अनि टिओबी ग्याङ, अनि उहाँहरूले एउटा एकदमै धेरै दोहोऱ्याउने शब्द जुन कहिल्यै पनि सुन्न मन पर्दैन, त्यो एल्गोरिदमबाट चुनाव जितेको। सम्माननीय सभामुख महोदय, आज म यो सम्मानित सदनमा यहाँ उभिएर एउटा कुरा लाउड एन्ड क्लियर भन्न चाहन्छु कि यो पटक प्रष्ट रूपमा अन्धकार, भ्रष्टाचार, व्यथिति र लुटतन्त्रको खोल ओढेर यो देशलाई बर्बाद बनाउन खोज्नेहरूको अनुहार एल्गोरिदमले हेर्नै चाहेन। एल्गोरिदमले नयाँ हेऱ्यो, युवा हेऱ्यो, सम्भावना हेऱ्यो अनि परिवर्तनको घन्टी बजायो। त्यसकारण आज हामी यहाँ उभिएका छौँ सभामुख महोदय। हामी जिम्मेवार छौँ र जिम्मेवार बन्न चाहन्छौँ। सभामुख महोदय, आज सरकार बनेको ठ्याक्कै 145 दिन बितेछ। यो बिचमा रासोपाले बर्बाद बनायो, सकायो, भत्कायो, सुकुम्बासी उठायो, यहाँ पनि चलायो, त्यहाँ पनि चलायो, कर लगायो भनेर प्रतिपक्ष दलका मान्यज्यूले भनिरहनु भएको छ। सभामुख महोदय, म उहाँहरूलाई तपाईँहरूले 35 वर्षसम्म यो देशमा के गर्नुभयो भनेर सोध्न चाहदिनँ। जरुर 35 वर्षमा केही राम्रा कामहरू पनि भएका छन्, तर सभामुख महोदय, यो देशले सबैभन्दा व्यथिति र भ्रष्टाचारको घाउ यही 35 वर्षभित्र पाएको छ र त्यो 35 वर्षको व्यथिति र भ्रष्टाचारको चोटलाई अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले, यो सरकारले उपचार गर्न सुरु गरिसकेको छ। उपचार गर्ने क्रममा कतै चिर्न पर्ने हुन्छ, कतै सिलाउन पर्ने हुन्छ, कतै मिलाउन पर्ने हुन्छ, अनि यो चिर्ने, सिलाउने र मिलाउने क्रममा ऐया र आत्था बन्यो भने त्यो घाउको उपचार हुन पाउँदैन सभामुख महोदय। घाउको उपचार नभएपछि त्यो घाउमा क्यान्सर हुन्छ। यो सरकार यो देशलाई भ्रष्टाचार, व्यथिति, अनियमितता र गुण्डाराजको क्यान्सरबाट मुक्त गराउन चाहन्छ। सम्माननीय सभामुख महोदय, अस्ति भर्खरै एकजना विद्वान मान्यज्यूले भन्दै हुनुहुन्थ्यो कि तपाईँहरूले सक्नु भएन, अब हामी आउँछौँ र सरकार चलाउँछौँ। मलाई अचम्म लाग्यो र दुःख पनि लाग्यो सभामुख महोदय। उहाँहरूले नै नेतृत्व गरेको तत्कालीन सरकारले चलाएको गोलीबाट यही सिंहदरबार अगाडि ढलेको जेन्जीको रगत अझै राम्रोसँग सुकेको छैन। पशुपतिमा जलाइएको 12-13 वर्षको स्कुल ड्रेसमा जलाइएको 12-13 वर्षको बच्चाको खरानी बागमतीको किनाराले राम्रोसँग बगाइसकेकै छैन। भदौ 23 र 24 गतेको जनविद्रोहमा मारिएका सन्तानका बुवा आमाहरू बरखी बारेर बसिरहनु भएको छ। उहाँहरूको शरीरबाट सेतो कपडा उत्रिएको छैन। कुन हिम्मतले फेरि यहाँ आउँछौ र तिनै जनतामाथि शासन गर्छौ भनेर उहाँले भनिरहनु भएको छ। मलाई अचम्म लाग्छ सभामुख महोदय। यस्तो कुरा जगतले विश्वास गर्दैन, जगतले पत्याउँदैन। त्यसकारण अब यदि कसैले विश्वास गर्ने यो ठाउँ छ भने यो सरकारलाई विश्वास गरेका छन्। सम्माननीय प्रधानमन्त्री
बालेन्द्र शाहज्यूको नेतृत्व र सम्माननीय पार्टी सभापति रवि लामिछानेज्यूको मार्गनिर्देशनमा अब यो देश चल्छ। त्यसकारणले यसमा कसैले शङ्का गर्नु पर्दैन। र जाँदा जाँदै यो सदनमा धेरै पटक एउटा प्रश्न उठाइन्छ कि कालो चस्मा लगाउनु भयो, कालो चस्मा लगाउनु भयो। चिनिया एकजना कम्युनिस्ट नेता देन सियाओपिङले भन्नुभएको थियो बिरालो कालो होस् कि सेतो होस् मुसा मार्न पर्यो। सभामुख महोदय, प्रधानमन्त्रीले कालो चस्मा लगाए नि सेतो चस्मा लगाए नि यो देश बनाइदिनु भएन भने पुगेन र सभामुख महोदय। त्यसकारण अब प्रश्न कालो चस्मामाथि होइन, प्रतिपक्ष दलका माननीयज्यूहरूको कालो नियतमाथि हामीले प्रश्न गर्छौँ र जनताले प्रश्न गर्छन्। धन्यवाद। एकातर्फबाट धम्क्याउने कार्य गर्नुहुन्छ, अर्कोतर्फबाट चिर्ने र मलहम लगाउनको लागि तयार हुनुहुन्छ, आफै भन्नुहुन्छ। आज गुन्डा राजका कुरा गर्दा गुन्डा राज कहाँ छन् भनेर तपाईँहरूले भन्नुपर्ने अवस्था आयो, किनभने सरकार तपाईँको छ, तपाईँको सरकार छ, गुन्डा राज त्यही छ। आज प्रतिपक्षले बोल्दा तपाईँले गुन्डा भनेर बयान गर्ने? आज देशको अवस्था कहाँ गइसकेको छ? आज प्रतिपक्ष देश र जनताको पक्षमा उभिएको छ, उभिन्छ। हाम्रो सास गए पनि उभिन्छ। हामी गोली खान तयार छौँ, तर सरकारका गलत कार्यमा हामीले समर्थन गर्दैनौँ। जेनजी आन्दोलनका कुरा गर्दा अलिकता लाज पनि लाग्नुपर्छ। जेनजी आन्दोलनका कुरा सँगसँगै सिराहामा तपाईँका प्रहरीले गोली ठोक्दा त्यसको जवाब सरकारले दिनुपर्छ। र आइन्दा मैले अघि बोलेको एउटा शब्द गुन्डाराजप्रति उहाँको आपत्ति भएछ। मलाई के लाग्यो भने यो छलफलमा भाग लिनेमा 21 को ङले भन्छ कि बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पर्ने मन्साले दुरुपयोग गरेको जस्तो मात्रै लाग्यो। यदि त्यो गुन्डाराज शब्द आपत्ति भएछ भने एउटा कुरा प्रष्टसँग भन्न चाहन्छु, तत्कालीन सरकारले केही मानिसहरूले आफ्नो नजिकमा लिएर त्यही सरकारले इन्काउन्टर गरेका गुन्डाहरूको लिस्ट देखाइदिउँ सभामुख महोदय। यदि त्यो कुरा पनि मान्ने हुन्छ भने हामीले बोलेका हरेक कुरामा। अनि अर्को कुरा अहिले उहाँले के भन्नुभयो भने यो तपाईँहरूको प्रहरी भन्नुभयो, कसको प्रहरी? सरकारको प्रहरी कि जनताको प्रहरी कि प्रतिपक्षको प्रहरी कि सत्ता पक्षको प्रहरी? कसको प्रहरी भनेर उहाँले इङ्गित गर्न खोज्नु भएको। त्यसकारणले यो तपाईँहरूको प्रहरी भन्ने शब्दलाई आज नै अहिले नै यो संसदको रेकर्डबाट हटाउनको लागि म सम्मानित सभामुख महोदय मार्फत आग्रह गर्न चाहन्छु। धन्यवाद। प्रहरी जनताको हुन्छ हजुर, कुनै सत्ताको चाकडी गर्नेवाला प्रहरी हुँदैन। धन्यवाद। भर्खरै बोल्नु भएको माननीयज्यूले गुन्डा र अराजक शब्द जुन प्रयोग गर्नुभएको छ, जुन तत्कालीन सरकारले चाहिँ गुन्डा पालेर यस्तो गर्यो उस्तो गर्यो जुन उहाँले भन्नुभएको छ, मैले के जानकारी गराउन चाहन्छु भने अहिलेको सरकारले कति गुन्डा पालेको छ उहाँलाई थाहा छ कि छैन? यदि थाहा छैन भने हामी प्रमाणका साथ त्यो हामीले चाहिँ जुन उहाँहरूले अराजक भन्नुभयो, जुन गुन्डा भन्नुभयो, उहाँहरूले चाहिँ कतिको अराजकता गर्नुभएको छ र कतिको सभ्य भाषा बोल्नु भएको छ। एउटा मान्य भएकोले आफ्नो चाहिँ 4 मिनट 5 मिनट बोल्ने जुन वक्तव्य हुन्छ त्यो बोलिसकेपछि फेरि पनि नियम आपत्ति भइसकेपछि स्पष्टीकरण दिन मिल्दैन। त्यो कुन नियममा स्पष्टीकरण दिन लेखिएको छ त्यो चाहिँ सभामुख महोदयले जानकारी गराइदिनको लागि म हार्दिक महोदयलाई धेरै धेरै धन्यवाद। शोक सन्तप्त परिवारमा